रन्जित अलि टाढी हिँड्नु यो सुर्के मैदानको स्कुल सुर्के मैदान जति डाँडामा नि बाटो आइदिएछ घर घरै धारा छन् तर यसरी घर छोडेर रित्तो बनाउँदै बजार पस्दै यति बाख्रा पाल्ने गाउँमा बसेर यति हुल बाख्रा चाहिँ पाले रहेछन् है कसैले यो पनि मान्नै सिमलपानी भन्ने गाउँ छ यता शेरबारी छ यी सबै बस्तीहरू चाहिँ सबै बिस्तारै खाली हुँदै गएको अवस्था छ भने बाटो चाहिँ अब बिस्तारै पिच हुँदैछ फेरि हिजो बाटो थिएन कति गाह्रो थियो एउटा पार्टी थकाइ मार्ने विश्राम स्थल अनि यहाँ पिउनको लागि पानीको व्यवस्था छ यहाँ बाटोमा यसरी हामी बच्चा बेलामा खाएको याद आयो यहाँ धँगेरी लपक्कै फुल्या रहेछ यसरी पर्यो गुलियो रस आउँछ यसमा ढाँडे अँगेरी ऐसिलु असारे अनि काफल खाँदै जङ्गलमा हिँडेको यिनै पाखा पखेर अहिले नौलो भएछ श्री गलेखाम कोट भैरवी पर्यटन क्षेत्र प्रवेशद्वार सिँढी उक्लिएर माथि जाने अब गलेखामको टाउन लाग्यो हामी कोट भैरवीको मन्दिरमा गलेखाम कोट भैरवी मन्दिरमा आइपुग्यौँ यहाँ बाजा गाजाका साथ पूजा अर्चना हुँदै रहेछ भैरवी माताको दर्शनको लागि पूजाको लागि लाइन बस्नु भएको छ बाजा गाजाको सहित आज दर्शन चैते दशैं अष्टमी दर्शन दुर्गा पूजा यहाँ भव्य रूपले भइरहेको छ
तुहेलो लागेको कारणले यो हामी अहिले यो भ्यू टावरमा छौँ। तुहेलो लागेकोले यहाँबाट हामीले दृश्य चाहिँ त्यति राम्ररी देख्न पाइएको छैन, तर पनि शीतल हावा आनन्द आइरहेको छ। नयाँ दुर्गाको मन्दिर स्थापना भइरहेको रहेछ, मन्दिर बनिरहेको रहेछ। हामी यहाँ घुम्न आउँदा अथवा केही विशेष केही कार्यक्रम यहाँ आएर गरौँ भने पनि यहाँ एउटा सानो बस्ने ठाउँ भएको भवन छ। हामी यहाँ कार्यक्रमहरू गर्न सक्छौँ। हामीले यो गलेखाम कोटबाट यताबाट कोत्रे पोखरा अनि यता देउचुली यताबाट गोर्खा सबै छुट्टिन्छ यो ठाउँबाट। तर आज चाहिँ एकदम यो तुहेलोले गर्दाखेरि केही पनि दृश्य यही वरिपरिको दृश्य पनि राम्रोसँग देख्न नमिलेको अवस्था छ। तर हजुरहरू एकदम मौसम एकदम सफा भएको बेलामा ठ्याक्कै यो गलेखाम कोट एकचोटि भ्रमण गर्न आउनु होला। यहाँबाट चाहिँ कोत्रे पोखरा गोर्खा देउचुली कालीपारी सबैतिरको दृश्य चाहिँ सबै ठाउँ चाहिँ यहाँबाट अवलोकन गर्न सकिन्छ। अझै अवलोकन गर्नको लागि दूरबिन लिएर आउनु भने त झन् प्रष्ट सबै ठाउँ देख्न मिल्छ। तर आज चाहिँ हामीले त्यो सौभाग्य पाइएन।